गाइस अब मम्मी ड्याडीको लागि सरप्राइज छ पोजिसन ओहो के हो यो आम्मा के गराइस् ए अब कहाँ यहाँ बस्नु पर्यो मम्मी ड्याडी तपाईको लागि यहाँ म्यासमेलोहरु पनि छ ओके तपाईको यहाँ पुरानो फोटो ल यो मम्मीलाई मैले ल्याइदिन्छु ल ए आछरो यहाँ हेरे चकलेट डेटमा मम्मीलाई चकलेट फुल नर्सरी टिभीमा पनि गीत लगाइदिएको अनि यो चाहिँ रेड कार्पेट बनाएको मम्मी ड्याडीको लागि रेड कार्पेट यस्तो मम्मीलाई भित्रै छिर्न नदिएको त यही भएर यहाँ राख नि त नि अब कहाँ अब त यहाँ राख्नु पर्यो यो स्वागतको लागि यो को मम्मी ड्याडीलाई ह्यापी एनिभर्सरी भन्ने कसले बनाएको यो आमामा मलाई यो बनाउँदा नि त्यही भएर पनि सर्च गरेर राखेको यहाँ ल बजाइछु त के रे अनि यो चाहिँ पुरानो फोटो चाहिँ किन राखेको मेमोराइजको लागि पुरै ओहो ल बेको फोटो मलाई फोटो देखिदे भनेको थियो यहाँ फोटो राखे रहेछ बेकै फोटो चाहियो अरे फेरि यहाँ रहेछ है म त सानो रहेछ यार अस्ति अलि अगाडि त ओहो मेरो बुढी चाहिँ ठुलो रहेछ म भन्दा के हो ल हेर यता हेर त रिदम रेमस तिमीहरूले यही गर्नको लागि अनि मम्मीलाई यता कोठामा छिट्नै नदिए हो ड्याडी आएपछि ड्याडीलाई छिटो बोलाउनु भनिरहेको थियो मलाई फोन मागिरहेको थियो अझ मम्मीले मैले गरे हो भन न ड्याडीले फोनै उठाउनु भएन है खाइसक्यो त मम्मीले अनि आज त ड्याडीले यहाँ हेर न चक्लेट दे भनेर अनि ड्याडीले यस्तो चक्लेट दे रे आज रोज डे कि चक्लेट दे चक्लेट दे ड्याडीले थ्याङ्क यू बुढो थ्याङ्क यू अब वेलकम त के भन्नु नि यहाँ ल ए अब म त सरप्राइज भयो नि अब यता हेऱ्यो यस्तो यता रेड कार्पेट रे अब कान्छाले सफा गर्यो रे जेठोले सफा गर्यो रे कान्छोले डिजाइन गर्यो रे चकलेटको लागि थ्याङ्क यू बुढो रोज ल रे यहाँ चकलेट पनि किनेर लिएर आइरहेको छु चकलेट डे हामीले बनाएको डेटमा पनि फुल नमर्ने कहिले नमर्ने फुल यहाँ किनेर ल्याइरहेको छु अब त्यहाँ फुल देखाउँछ र कति किनेर ल्याएको छु ड्याडीले यो फुल सबै मर्यो अनि त्यो भएर यो चाहिँ कहिले नमर्ने फुल किनेर ल्याइदिए यो पनि पहिले किनेको ल अब तिम्रो इच्छा पुरा भयो नि भयो एकदम भयो मेरो नाम चाहिँ रेमस भएछ हैन अनि मैले चाहिँ मेरो बाबा र मम्मीलाई एकदम ठुलो गिफ्ट हाने ठुलो त भनौँ सानै अब यस्तै डान्स पनि गर्नु पर्यो फेरि डान्स पनि गर्नु पर्यो है मम्मी उड्नु छु त ल अब डान्स त गर्नै पर्यो डान्सिङ केटी हामीले भनेको थियो राम्रो
आमा मम्मी हेरे हेरे भयो छोरा ठुलो भएन छ त कसलाई भने त्यो के भनेर भन्नुपर्छ त अहिले खाऊ मैले खाने ड्याडी नखाने चिकन